ल गाइज हेरौँ है यो बल्दे भन्ने ठाउँ है यस्तो दामी भ्यू छ है शरम छैन सन्तोष मामालाई अलिकति शरम गरेर यता क्यामेरा घुमाउ सन्तोष मामा यस्तो ठाउँमा चाहिँ तिमी आउन पाएनौ तर म चाहिँ दामी ठाउँ छ है हेर्नु भ्यू क्या नजारा यस्तो दामी अगाडि हेरौँ त 3-4 तलाको उ छ नि बिल्डिङ छ नि त्यहाँ हेलिकप्टर बस्छ है अनि ह्याप्पी तिहार है सबैलाई गाइज हाम्रो यहाँ उहाँको वजह से आउनु भएको उहाँले बोलाएर सब उहाँले घुमाइदिनु भएको तर उहाँले गर्दाखेरि आज धेरै घुम्न पाइयो हैन दुःख त पाउनु भयो आउनु भयो राम्रो भयो खुसी लाग्यो नजारा चाहिँ लुक्स चाहिँ राम्रो कि लुक्स हेर कि नजारा यस्तो दामी ठाउँ छ नि ल अब फेरि उहाँ हिमाल हेर्न जाने है अब यो बाटैबाट जाने हिमाल हेर्न जाने यस्तो ठाउँ छ कि माथि घर